उनीहरूले बसेको छौँ अङ्कल र छोरी यो यस्तो दिन पऱ्यो क्या यस्तो यस्तो जाने यस्तो मैले छिमा भेट्दैछु अलि भएन थिए म रिसाउँछ है अङ्कल फेरि मलाई आउँदैन भन्नु अङ्कल फेरि अहिले आफ्नो घरमा जान्छ नि अङ्कल छिटो हामी यस्तो भने हामी अहिले एकछिनमा अनि तपाईँ के खानु खाऊ न त्यहाँ खानु खाऊ खायो म एउटा भए पुग्छ मलाई So hey guys, welcome back to my new video. It's so new day. I've सबैजना सन्चै हुन्छ होला अनि म पनि एकदम फिट एन्ड फाइन छु अनि म चाहिँ आज कहाँ छु भन्दाखेरि चाहिँ एकदम घर आएको छु हिजो रातारात घर आइपुगेँ अनि कति 1 डे को लिभमा चाहिँ म घर आएको अनि कति बजीतिर आइपुगेछु भन्दाखेरि यस्तै 9:30 10 बजीतिर आएको थियो अहिलेको चाहिँ 11 अहिलेको चाहिँ यस्तै 8 बजिसकेको छ अनि उठेर चाहिँ फ्रेस भइसकिसकेको छु म अनि घरमा चाहिँ आज कोही पनि हुनुहुन्न अनि सबैजना बाहिर निस्किनु भएको छ कामले म छोरी अनि बुवा हुनुहुन्छ यस्तो 3 जना मात्र हुनुहुन्छ अनि अहिले चाहिँ फ्रेस भइसक्यो ल अब चिया बनाएर खानुपर्ने हुन्छ है त म तल जान्छु टक्क लगाएर अनि चिया बनाएर छोरी म बुवा मिलेर खानुपर्ने हुन्छ अनि के कस्तो हुन्छ आज भ्लग चाहिँ यस घरकै हुन्छ धेरै दिनपछि म घर आएँ त्यही धेरै दिनपछि भन्दा नि भयो होला आधी महिना जति त्यही त हो नि बिता पाइरहेको हुन्छ महिनामा 3 डे अनि त्यही घर त आउनु पऱ्यो नि त होइन त ल अब तल गएर भेट्नुपर्छ घरको सामान पनि केही थाहा नै छैन कता कता के छ भने चाहिँ अब अलिअलि त हेर्नुपर्छ ठुलो बनाउनु पर्छ छैन ग्यास फेरि के हुन्छ छोरीलाई आउँछ चिया बनाउनु आउँछ सिक्नु परेन नि बोबाहरू पनि खानु हुने रे चियापत्ती छोरी बाठी यतिको बाठी हुनुपर्छ छोरी घरको सामानहरू यस्तै त होइन खोल न खोइ यसरी खोलिहाल्यो त यसरी खोल्नु निकाल्यो होइन खुल गया त्यही ऊपर पानी उम्लिँदो के खाने योसँग के खाने त योसँग के खाने पसलबाट बिस्कुट किनेर लिएर आउँछु ल भेट्नुपर्छ अब खाने बेलामा अनि पैसा बाबा दिएको होइन छैन आज छैन किन नभएको बाबाले होला यहाँ ल यहाँ के भनिदेऊ त हाम्रो यहाँ युट्युबर सब्सक्राइबरहरूलाई के भनिदेऊ हेलो गाइस भनिदेऊ त अहिले राम्रोसँगले हेलो गाइस भनिदेऊ त यहाँ हेलो गाइस भनिदेऊ ल हेलो गाइस भनिदेऊ न अनि वेलकम ब्याक टु भनिदेऊ भन न त्यस्तो नआएन कस्तो चाहिँ आउँछ त नि भाई मारो मुझे मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार हेरन फेरि हेर माथिको ल त गाइस अहिले सिन्तिर भेट्नुपर्छ टक्क लगाएर अब चिया पाइसकेपछि चाहिँ है त ल हाम्रो ब्ल्याक टी चाहिँ टक्क टिन्टर रेडी भइसक्यो म पनि हल्का फुल्का त कुक्ने नि हो क्या त्यही टक्क हाम्रो अनुभव चाहिँ ठ्याक्क है के लेभलमा छ क्या यो चाहिँ बाबा अनि बुवालाई छोरीलाई मलाई हो टिन है त ल अहिले
बिस्कुट आएपछि खानुपर्छ बुवाले चाहिँ खानु हुनु होला छोरी र मैले चाहिँ बिस्कुटहरू चाहिँ खानुपर्ने हुन्छ हल्का खाएर एकछिन थियो मम्मीहरू चाहिँ बाहिर जानु भइसक्यो अनि बाहिर जानु भइसक्यो अनि खानाहरू सबै टक्क रेडी गरेर जानुभएको छ खानामा हाम्रो फेरि स्पेसल छ सब्जी के छ भन्दाखेरि चाहिँ गाउँघरमा त्यस्तै त हो नि अब गाउँलेतिर टक्क लगाएर झन्टडन ठ्याङ ल यो छ हाम्रो तरकारी स्पेसल गुन्द्रुक अनि आलु त्यसपछि भटमास एकदम अर्ग्यानिक हो यस्तो चाहिँ खाइरहनुपर्छ बेला बेलामा लाइक यो नखाएको पनि धेरै भएको थिएँ घरमा आएर चाहिँ यस खानु पाइन्छ त्यो मिठै लाग्छ त्यो रेगुलर खायो भने चाहिँ त्यो वाक्क दिक्क हुन्छ त्यो मलाई त्यो धेरै रेगुलर खायो भने मनै पर्दैन टक्कै पोइजन होला टक्क ल तर खानासाना पकाएर जानुभयो मैले पकाउनु परेन ल त्यसको लागि चाहिँ ठ्याक्क ठिक छ ल त हाम्रो चाहिँ टक्क छोरीले चाहिँ दुईवटा लिएर भनेको कतिवटा 5वटा ल्याएछ छोरीलाई अब बेल दिउँसो नि हुन्छ होइन चाहिँ लागि टक्कले एउटा खाइदिनु पर्यो टक्क लगाएर छोरी छोरीलाई मलाई फेरि चाहिँ ठिक खाऊ न खाऊ म एउटा भए पुग्छ मलाई भइदियो यहाँ म बोलिदिन्छु ल म बोलिदिनु अब जसले त्यो जुट त्यो 3वटा छ नि त्यसलाई खाँदा हुँदै दिन्छ है छोरी राख्नु त छोरी खानु सब तिमी खानु नेक्स्ट ल खुजे ल नेक्स्ट नेक्स्ट छोडो ल केही त्यति पनि खाँदैन हड्डी दिने मासु दिने खाँदैन हड्डी खाँदैन मासु दिने खाँदैन खान्छ सच्चै म्याच बुझ्यो मासुले हातै हाल्दे हातै हाल्दे मिठो छ आमाले भन्नु हालै चाहिँ ल भयो मलाई ल ल ल भयो बिस्कुट भयो चिया खायो छोरी त खाऊ न छोरी त खाऊ आधे पहिला आधे ल खानु एउटा ल यहाँ आधे ल आधे यहाँ दिन्छु तँलाई आधे यहाँ आधे यहाँ यहाँ आधे ल एउटा बिस्कुट बुवातिर आयो 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 छोरीको बिस्कुट बुवातिर आयो अहिले चाहिँ लाइन गएर हामी चाहिँ आनन्दले बसेको छौँ अङ्कल र छोरी यो यस्तो दिन पऱ्यो क्या यस्तो यस्तो जाने यस्तो यो दिन पऱ्यो राख मेरो यस्तो हुन्छ ल सुन हामी चाहिँ चिया खाएर बसिसक्यौँ अनि अब लाइन छैन मेरो फोनको प्रब्लम छ चार्ज पनि छैन मैले बिहान हालेको थिइनँ हिजो हालेको थिएँ राति आएर त्यही हो लाइन बिजोग छ अब को हडे थाहा होला नि हजुरहरूलाई कुर्मान घिसिङ सेट भएपछि लाइन पनि सेट हुन्छ होइन छु अब चाहिँ दिउँसभरि कहाँ त्यो चाहिँ भिडियोमै आउँछ सो
अहिलेको लागि चाहिँ के भन्न चाहन्छौँ हामी साथी अहिलेको लागि चाहिँ हामी बिदा लिन चाहन्छौँ फेरि एकछिनमा भेट्नेछौँ भन एकछिनमा भेट्नेछौँ भन हामी छिटो भन फेरि म बोल्दिनँ फेरि छिटो यस्तो भने हामी अहिले एकछिनमा भेट्छौँ भने हामी ल छिटो बिस्मरी त्यस्तो भएन यो हुँदैन सुत नि सुत आनन्दले सुत ल अङ्कल जान्छ यहाँबाट अन्त जाउँ कहाँ साँच्ची म अङ्कल निस्किन्छु यहाँबाट जाउँ त साँच्ची हो ल सुतेकै चाहिँ अलिक छिरेपछि भेट्नुपर्छ अहिले चाहिँ लाइन चाहिँ पनि टक्क छ झालेर लाइन आएपछि चाहिँ भेट्नुपर्छ अनि सो ल है त A few moments later. अहिलेको चाहिँ 4 बजिसकेको छ अनि दिउँसभरि चाहिँ सुतेर उठेर पेटलाई गुड भोक लागेर अनि मैले चाहिँ टक्क लगाएर खाजा बनाउनु थालेको अझै चाहिँ दिउँसभरि सुत्दा आजको डे चाहिँ गइसकेको छ अनि काहीँ पनि जानु पाएन निस्किनु पाएन सो घाम पनि यस्तो धेरै उप्पर चक्कर लाग्यो त्यही कारण मैले चाहिँ रुमबाट काहीँ पनि निस्किनँ अनि टक्क रुममै सुत्याउँदै त्यसरी दिन पनि गयो अहिलेसम्म मम्मीहरू पनि आउनु भएको छैन अनि बुवालाई खाजा बनाएर दिनु पऱ्यो नि त काम गर्दै हुनुहुन्छ पछाडि घर स्टार्टिङ हुँदैछ हाम्रो दाइहरूको चाहिँ म त्यो भिडियो चाहिँ स्किप हालिहाल्छु काम पछाडि स्टार्ट हुँदैछ अनि बाबालाई भोक लाग्यो बुवालाई भोक लाग्यो होला अब दिनु पऱ्यो नि त अनि टक्क लगाएर ल मैले चाहिँ टाउको भन्नु लाग्यो फुल पऱ्यो पानी परेको अनि सो त्यही नै हो मलाई नि भोक लागिरहेछ अब म आज खाजासाजा खाएर चाहिँ उता गुरुलाई भेट्न जानुपर्ने छ आज एकछिन यसो भेटेर काम छ गुरुसँग चाहिँ भेटेर चाहिँ अनि सौ त्यतातिर हुन्छ व्यवस्था होइन टक्क लगाएर खाजा बनाउनु थालेको खाजा चाहिँ के भन्दाखेरि चाहिँ टाउको फ्राई हुनु लागेको अब खाजा त केही खासै छैन होइन अलिअलि त्यही त पनि घरमा जे छ त्यही पकाउनु पऱ्यो टक्क लगाएर अब अलि त पकाउनु आउँछ हौ धेरै पकाउनु आए पनि होइन ल सुरुमा मैले एउटा प्याज मात्र हालेर टक्क लगाएर अरू केही नै हालेँ जस्ट नर्मल खानुपर्छ नर्मल त्यस्तो उनी त्यो धेरै त्यो हालेर नि खाँदैन टक्क नर्मल हाल्नुपर्छ खाजा भनेपछि चाहिँ टक्क त्यही नै हो अहिले चाहिँ खाजासाजा बनाइसकेपछि चाहिँ भेट्नुपर्छ खाने बेलामा है त लाइट्स ल हाम्रो खाजा चाहिँ टक्क लगाएर रेडी भएको छ आमामा यतिको भिआइपी होइन यतिको आइटम चाहिँ कसले बनाउनु सक्छ होला ल कमेन्ट गर्नु होला है त मैले चाहिँ जस्ट ट्राई गरेको मलाई खासै बनाउनु चाहिँ आउँदैन टक्क लगाएर यतिखेर स्पेसली हाम्रो टक्क लगाएर आमा यतिको होइन घरमा चौचो बनाउनु भने त नट जाउ हो क्या ल त्यही त अब हामी चाहिँ खाने बालामा छौँ स्टार्टिङ गर्ने बेला तर लाइक कस्तो दामी लुक्स देखाएको छ नि आमामा यतिको लुक्स हुनु पऱ्यो कि वाउ सही त ल यो खाएपछि चाहिँ भेट्नुपर्छ अनि म यहाँबाट खाजासाजा खाएर चाहिँ म निस्किन्छु ल सो कस्तो मधुर आउँदो रहेछ त ल हाम्रो दाइहरूको चाहिँ घरहरू चाहिँ सुरुवात भइसकेको छ टक्क लगाएर मैले टक्क खाजासाजा पनि खाइसकेँ अब म चाहिँ गाउँतिर हालिदिइ निस्केको म चाहिँ टक्क डाँडामा आइसकेँ डाँडा भन्दा नि ओह्रालो झरिरहेको छु हाम्रो भनौँ न यो डाँडाको ओह्रालो धेरै यता नआएको पनि धेरै भएको थियो अनि त्यहाँ हाम्रो ट्रेनिङ गर्ने ठाउँमा गएको कोही आएको रहेछ अनि म चाहिँ त्यहाँबाट यता तलतिर यसो घुमौँ भनेर आएको थिएँ यता फुटबल ग्राउन्डतिर यता पनि नआएको धेरै भएको थियो अनि यसो घुमौँ भनेर चाहिँ आएको त्यहाँनिर ट्रेनिङ गर्ने ठाउँमा कोही आएको रहेछ सो अनि यतातिर यसो भ्यू देखाइदिउँ हाम्रो खरमाराको भ्यू भन्दै म निस्किएको है त्यो हुन्छ नि बानी नभयो होला त्यो फोनमा के अरे हातमा फोन समातेर मान्नु होला यस्तो ओभर लाज लाग्दो रहेछ क्या तर लाज के अघि जितेँ डर्केको जितेँ भने जस्तो हाम्रो पनि लाजको अघि जितेँ तर म टक्क पुलतिर गएर चाहिँ भ्यू देखाउने बालामा छु अनि लाइट्स चाहिँ गौ अनि हाम्रो यता फिल्डमातिर पनि फुटबल खेलिरहेको छ म पनि यसो एक दुई सर्ट गरेर हानिदिनु पऱ्यो टक्क लगाएर अनि सो भिडियो भ्लग बनाउनु चाहिँ एकदम लगाउनु भएन ए भाइ बहिनीहरू रहेछ अनि यतातिर चाहिँ सिनियर केटाहरू भएको जस्तो लागेको थियो कि भनौँ न चिनेको केटाहरू ए गुरु त भर्खर आउँदै हुनुहुँदो रहेछ
ल त्यो भाइ बहिनीहरू फुटबल खेलिरहेको छ टक्क लगाएर है मन्डेतिर अब केटालाई यसो भेटेर मिटअप गर्नु पऱ्यो तल गन्तव्यमा आइसक्यो हामी गन्तव्यमा ट्रेनिङ गर्ने गन्तव्यमा जस्ट कोही थिएन भाइ चाहिँ ल मेरो भाइ अनि टक्क हाम्रो ट्रेनिङ गर्ने ठाउँमा आइपुगेको छु ए भाइ नछोप न के यार तिमी पनि यसो म जस्तै हुन्छ कि भोलि पर्सि म के थाहा आफ्नो छिनोमा चाहिँ लस एकचोटि चाहिँ युज गर्नुपर्छ हो त कहिले होइन तिमी पनि म जस्तै हुन्छ कि सो अब म चाहिँ मेरो ट्रेनिङ गर्ने ठाउँमा आइसकेको छु टक्क भाइ त्यहाँ दुईजना एउटा भाइ एउटा बहिनी आउँदैछ टक्क लड्छु हामी अब ट्रेनिङ गर्ने बेलामा छु ट्रेनिङ चाहिँ हुन्छ है हुँदैन नामको चाहिँ एक नम्बरको ठक भाइ निस्केको छ जस्ट किडिङ है जस्ट हाम्रो दोस्रोमा चाहिँ एकदम स्ट्रङ प्लेयरहरू छ जस्ट नामको प्लेयरहरू छ भाइ त एकछिन हाम्रो दोस्रोको एक नम्बरको भनौँ न एक नम्बरको वान अफ द बेस्ट प्लेयर यही भाइ हो टक भाइ पनि यही हो यो प्लेयर भाइ पनि यही हो है टक्क लाएर ल अनि अब दुईजना भाइहरू आउँदैछ ट्रेनिङ गर्नुपर्छ एकछिन त्यसपछि चाहिँ भेटघाट हुन्छ इन्डिङमा है त ल म चाहिँ ल भर्खरै घर आइपुगेँ है फ्रेस हुन बाँकी छ फ्रेस सेलेक्सन हुन्छु तर म भिडियोतर्फतिर लागेँ कि भिडियोलाई चाहिँ अब इन गर्नु पऱ्यो नि त धेरै लामो समयतिर नि गर्नु भएन अनि म ट्रेनिङबाट भर्खर आइपुगेँ गुरुलाई पनि भेटेँ यताउता गफसप पनि भयो हाम्रो ल अनि अब आजको भिडियोलाई चाहिँ यतैतिर इन गर्न चाहन्छु म होइन के कस्तो लाग्छ भिडियोमा एकदम प्रतिक्रिया दिनु होला भिडियो मन परेमा लाइक सेयर एन्ड कमेन्ट गर्नु होला र त्यति मात्रै होइन एउटा छिट्टो मिठो कमेन्ट पनि छोडिदिनु होला है त कस्तो भिडियो छ के खालको भिडियो ल्याउनु पर्ने हो मैले यता हजुरहरूले प्रतिक्रिया दिनु होला भिडियोमा नै होइन मार्फत दिनु होला म त्यो भिडियोहरू चाहिँ सक्दो प्रयास गर्नेछु कि भिडियोमा ल्याउनेछु त्यो होइन अनि आज एक दिनको लागि मात्र अब भनौँ न 2 दिनको छुट्टी थियो आज एक दिन भयो अब भोलि चाहिँ फेरि म जानुपर्ने हुन्छ आफ्नो ड्युटी तर्फतिर होइन भोलिबाट फेरि ड्युटी आउँछ त्यही नै हो अब लाइफ भने यस्तै हो अनि भिडियो पनि के अरे भाउ पनि बनाउन अलि पाइरहेको छैन क्या छोटो समयमा मिठो ल्याउनु खोज्नु चाहिँ अब प्रयास गरिरहेको छु भइरहेको छैन त्यही पनि तर केही छैन मेरो जस्ट भिडियो हेरेर माया गरी भइरहेको छ अहिलेसम्म नै त्यहीमा म खुसी छु है त धेरै क्लास र नगरौँ होला यति भन्दै आजको भ्लगलाई चाहिँ म यतैतिर इन गर्न चाहन्छु है त हस् त जय नेपाल।